आज चाहिँ मकै भुट्दै बुढा जाने बेला भयो, त्यही भएर बुढाको लागि कोसेली बनाउँदै चाहिँ अनि त्यो यो चाहिँ भुटेको मकै यति भएको छ। फाइनल्ली आज चाहिँ हाम्रो लाउरी जाँदैन छ, दुःख त लाग्छ। यो चाहिँ मकै हाल्दैछु म चाहिँ, मैले भुटेको मकै। मकै खान पाउँदैन, यस्तो अर्ग्यानिक फुल भएको मात्रै खान पाउँछ। यो चाहिँ रोपेको मकै हो, मकै चाहिँ यति मात्र भएछ। चाल्नुमा राखेको मकै अब हाल्दैछु ब्यागभित्र। कहाँ तल चाबी त्यो फ्रिजमाथि छ। अनि यो सुकुटी मैले बनाइदिएको, अनि यो चाहिँ खुर्सानी र टिम्बुरको अचार, यो खुर्सानीको अचार, यो गुन्द्रुक, अनि यो चाहिँ मिलाको अचार, अनि यो मकै भइहाल्यो। मकै चाहिँ यति नै हो। मैले टाउचाहरू चाहिँ किनेको छैन, उहाँले चाहिँ उता बाहिर नै किन्नुहुन्छ अरे, गाउँको कोसेली। उहाँ यस्तो पाउँदैन नि त, गाउँबाट आउनुभएको साथीहरूले ल्याउनु मात्र हो, नत्र भने खान पाउँदैन। अब 6 महिनाको लागि दुःख, 6 महिना त पुग्दैन कहिलेकाहीँ यसो गाउँको याद आएको बेलामा खानुहुन्छ। रेस्टुरेन्टले बाबालाई कहाँ पठाउने, यति मात्रै। गुन्द्रुक चाहिँ धेरै थियो, तर यो गुन्द्रुक चाहिँ एकदम मिठो छ, गाउँबाट पठाइदिनु भएको बाजे ममले। अनि हाम्रो सामान चाहिँ रेडी भएको छ, सामान चाहिँ यहाँ यति। यो सामानहरू चाहिँ यति भएको छ। अब यहाँ ड्रेस लुगाहरू पनि हाल्नुपर्छ, उहाँ चाहिँ लुगा हाल्नु भएको छ। अब यता चाहिँ सामान हाल्नुहुन्छ, यसरी राखिदिनु पर्ने हुन्छ। अनि मकै, अनि यो मुलाको अचार प्याकिङ गर्दैछु म चाहिँ यहाँ छु। यो चाहिँ खुकुरी, हाम्रो नेपालीको सान हो, यो पनि लानुपर्ने हुन्छ। अनि यो ब्यागमा हाल्नुपर्ने हुन्छ। गाह्रो छ, के गर्नु, सबै बोकेर हिँड्नुपर्छ सामानहरू। जाँदै हुनुहुन्छ, अब सेभ जर्नी, शुभयात्रा। मिस त सधैँ गरिहाल्छु मेरो बुढालाई। यसमिन गएको, बाई बाबा पनि बाई बाई बाई, राम्रोसँग जानु है, फोन गर्नु।